लु है मित्रहरू, माटो प्रेमीलाई हार्दिक स्वागत छ। माटो प्रेमी साथीहरूले यहाँ चाहिँ लाइक एन्ड सब्सक्राइब गर्नु होला। माटोको कमाल यस्तो हुन्छ हजुर। ल माटो धमाधम उठाउँदै तलतिरको रुद्राक्षको फेदमा मलिलो माटो हालिरहेको छ। लु हेर्नुहोस् मित्रहरू, माटो प्रेमी साथीहरूको लागि चाहिँ हेर्नुहोस् है, माटो प्रेमी साथीहरू, श्रम संस्कृति पार्टीको चुनाव चिन्ह माटो अहिले देशव्यापी रूपमा हर्कराज साम्पाङ धरान उपमहानगरपालिकाको मेयर एवं श्रम संस्कृति पार्टीको अध्यक्ष ज्यू चाहिँ लागिराख्नु भएको छ माटो चुनाव चिन्ह लिएर। माटो 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 भन्नुहुन्छ नि, माटो माटो यस्तो छ हजुर। ल एकदम मलिलो माटो तलतिरको रुद्राक्षको फेदमा चट्ट लगाइँदैछ। यसले चाहिँ राम्रो गर्नेछ है मित्रहरू। यो माटो जताततै फाल्यो भने यहाँनिर चाहिँ कान समात्नेवाला छ। माटो जताततै फाल्यो भने कान समात्नेवाला छन्। ट्याप्प कान समातेर फेरि कान समाते त हुन्थ्यो, यहाँ अर्कै गर्नेवाला छन् कि साथीहरूले हान्छन्। माटो प्रेमीहरूको लागि भिडियो बनाउँदैछु। माटो प्रेमीहरूको लागि, माटो प्रेमीहरूको लागि है त। यस्तो मलिलो माटो छ कि, मलिलो माटो छ, मलै मल भएको। देश पाउनुको लागि मलिलो माटो चाहिन्छ, यस्तो नरम माटो चाहिन्छ। हेर्नुहोस्, देश बनाउनको लागि मलिलो माटो चाहिन्छ। त्यो धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङले खोल्नुभएको निर्वाचन आयोगमा दर्ता गर्नुभएको पार्टी श्रम संस्कृति पार्टीमा छ। श्रम संस्कृति पार्टीले छानेको रोजेको माटो भनेको यस्तो मलिलो माटो हो कि। ल हेर्नुहोस् मित्रहरू, यस्तो मलिलो माटोलाई चाहिँ डोजरले उठाएर ट्याक्क लाएर चाहिँ नि त्यो रुद्राक्षको फेदमा फाल्ने। रुद्राक्षको फेदमा फालिसकेपछि अर्को वर्ष रुद्राक्षको 21 मुखे, 27 मुखे, 25 मुखे, 28 मुखे मुखदार दानाहरू फलाउने। ल हेर्नुहोस्, यहाँ हेर्नुहोस्, उठाउँदै लाने फाल्ने, उठाउँदै लाने फाल्ने। रुद्राक्षको जरा त बाहिर बाहिर गएको हुँदो रहेछ, खासै धेरै भित्र नगएको हुँदो रहेछ। फालिँदैछ। अब त्यसलाई भत्काउँछ त्यहाँबाट। दुईपट्टि सरी उठाउने काट्ने।
Brian has been reeducated to extend the recording time to श्रम संस्कृति पार्टीले रोजेको माटो। श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्दा प्राप्त गरेको चुनाव चिन्ह माटो। यस्तो छ है, यस्तो छ। देश प्रेमी, माटो प्रेमी, देशलाई सच्चा माया गर्ने महानुभावहरूले यो माटोको अर्थ बुझ्न आवश्यक छ। माटोलाई बुझ्नु होला। माटो बिना देश बन्दैन। देश बनाउनको लागि माटो चाहिन्छ। देशमा उत्पादन गर्नको लागि मलिलो माटो चाहिन्छ। त्यो मलिलो माटो श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले मलिलो माटो चुन्नु भएको छ। यस्तो मलिलो माटो हो के, यस्तो मलिलो माटो हो के। ल हेर्नुहोस्, माटै माटो छ, ढुङ्गा छैन। माटै माटो, माटै माटो, माटै माटो, माटै माटो छ है मित्रहरू। माटै माटो छ मित्रहरू। अब फेरि के गर्न लाग्यो, डोजरले यता पल्टायो। अगाडि सार्ने विचार गरे क्या हो? अगाडि सारेर पछाडिको थुत्मा उठायो। पछाडिको थुत्मा उठायो है, पछाडिको थुत्मा उठायो। पछाडिको थुत्मा उठाउँदैछ। झ्याप्प बोक्ने लाने, झ्याप्प बोक्ने लाने। बोक्ने लाने। मिल्दा भनेको धकेल्नु।